म कहिलेकाहीँ एकान्तमा बस्दा सोच्छु, हामी मान्छेहरू दिनभरि कति धेरै गफ गर्छौँ है? बिहान चिया पसलको बेन्चदेखि बेलुका ओछ्यानमा पल्टिएर फोन स्क्रोल गर्दासम्म हाम्रो जीवन गफकै वरिपरि घुमिरहेको हुन्छ। कसैले यसलाई चिटच्याट भन्छन्, कसैले बकवास भन्छन्, त कसैले गफाक्नु वा उडाउनु पनि भन्छन्। तर मेरो विचारमा गफ केवल शब्दहरू खेर फालिने रूप मात्र होइन, यो त हामी मानिसहरूको एकअर्कासँग जोडिने एउटा पुल हो। सानो छँदा मलाई लाग्थ्यो गफ भनेको समय बिताउने मिलो मात्र हो। विशेष गरी जब कोही मान्छे कुरा बढाएर त्यसलाई पहाड बनाएर भन्थ्यो, मलाई रिस उठ्थ्यो। किन यति धेरै ढाँटेको होला जस्तो लाग्थ्यो। तर उमेर बढ्दै जाँदा मैले बुझेँ त्यो बढाइ चढाइ सधैँ ढाँट्नका लागि मात्र हुँदो रहेनछ। कहिलेकाहीँ मान्छे आफ्नो भित्रको रित्तोपन लुकाउन अलि ठुलो स्वरले गफिँदो रहेछ। कहिलेकाहीँ आफ्नो सामान्य र खल्लो जिन्दगीमा अलिकति रङ गर्न, अलिकति रोमाञ्च थप्न पनि मान्छेले गफलाई अलिक मसेदार बनाउँदो रहेछ। यदि हाम्रो गफबाट त्यो अलिकति बढाइ चढाइ पनि बानी, त्यो अलिकति ठट्टा र कल्पनाशीलता हटाइदिने हो भने हाम्रा कुराहरू कति सुक्खा हुन्थे होलान्। ठ्याक्कै नापचुप गरेर गणितका सूत्र जस्ता मात्र कुरा गर्ने हो भने त मान्छे र रोबोटमा के नै फरक हुन्थ्यो र? हो, कतिपय गफले हल्ला पुर्याउँछन्, कतिपयले अरूको मन दुखाउँछन्। त्यो नराम्रो पक्ष हो। तर अर्को पाटोबाट हेर्दा यही गफले कतिपयको एक्लोपन उभानो पारिदिएको हुन्छ। दिनभरि कामले थाकेको मान्छे जब बेलुका साथीभाइसँग बसेर मैले त यस्तो गरिदिएँ, उस्तो गरिदिएँ भन्ने अलिकति गफ जोग्छ, त्यति बेला उसको अनुहारको चमकै नलायकको हुन्छ। त्यो गफ उसको थकाइ माने उखुती बनिदिन्छ। म आफै पनि कहिलेकाहीँ साथीहरूका माझ पत्ता नभएका कुराहरूलाई अलिकति सजाएर भन्छु। त्यसो गर्दा कसैलाई हानि त हुँदैन, तर माहौल अलिकति हाँसोले भरिन्छन्। हामी हाँसो मन हल्का बनाउँछौँ र फेरि आफ्नो सङ्घर्षले भरिएको संसारमा फर्कन्छौँ। त्यसैले मलाई लाग्छ गफ जस्तो सुकै होस्, चाहे त्यो साँचो होस्, चाहे अलिकति मिसावट भएको होस्, यसले हामीलाई जीवित भएको महसुस गराउँछ। जबसम्म मान्छेले गफ गरिरहन्छ तबसम्म समाजमा तेर्सना बाँकी रहन्छ, आत्मीयता बाँकी रहन्छ। आखिर जीवन पनि त एउटा लामो गफगाफ नै त हो, जहाँ हामी हरेक दिन नयाँ प्रसङ्गहरू थप्दै अनु गरिरहेका हुन्छौँ।